कालीगण्डकी नदी रामदीमा एकजना स्याङ्जाको दाइले माछा मार्नलाई जाली राखेर जानुभएको रहेछ 1-1.5 घण्टा अगाडि। माछा टन्नै परेको रहेछ। छोप्नुभयो माछा। छोप्नुभयो। समाउँदै तान्दै हुनुहुन्छ। जाल पनि तान्दै माछा छोप्दै हुनुहुन्छ। छोप्नुभयो। समाएर माथि ल्याउँदै हुनुहुन्छ। हेर भाइ खस्यो। आफूले ख्याल गर्नु निस्किन्छन्। जीवनदान पाएन अनि जीवनदान भन्दा नि घाटा लाग्यो नि उनीलाई। ठिक छ भाग्य भए अर्को पर्छ। ठिक छ यसमा धेरै छ। धेरै बेर चाहिँ भइसक्यो उहाँले राखेको। परेपछि कसरी थाहा हुन्छ? पर्छ म त ललिन्छ। कति बेर जति राख्नुपर्छ लगभग? कति बेर जति राख्नुहुन्छ लगभग बढीमा? दिनभरिमा 8-10 किलो 12-15 किलो नै हुन्छ। दिनभरिमा कहिले रित्तै जिरो भएर जानियो, लिएर जानियो, कहिले 3टा, कहिले बोरा भरेर थाहै बुझेन के दाइ। उहाँको टन्नै पर्यो रहेछ। 3टा झिकिसक्नु भयो, 2टा भयो। खुदको होइन लगभग आधा किलो जतिको भन्दा धरेको थियो त्यो। आधा भन्दा धेरै थियो। तपाईँको होटल व्यवसाय हो? पनि छ। घर खानालाई पनि भयो। ओहो नि एकै ठाउँमा 3टा रहेछ त है। चारवटा भयो। पाँचवटा भयो यस्तो। 6वटा। चारो हाल्नु नपर्ने रहेछ यसलाई फेरि। पवित्र राम नदी धाम, कालीगण्डकी नदी राम नदी धाम। यसमा 6वटा। यस्तो 6वटा।